हेलो गाइज नमस्ते वेलकम टु मिनी ब्लग। आज चाहिँ हामी जाँदैछौँ विक्रम बाबा दर्शन गर्न। अटो पनि आइपुगिसक्यो। हामी चाहिँ अटोमा चढ्यौँ। अब हामी गन्तव्यतिर लाग्दैछौँ। दिदी भिनाजु काठमाडौँबाट आउनुभएको छ। दिदी भिनाजु मम्मी भाइ म छोरी दिदीको छोरी भएर जाँदैछौँ। मेरो छोरीलाई चाहिँ अलि बिरामी सन्चो नभएको कारणले धुलो हुन्छ नि त। विक्रम बाबा झन् अहिले एकदम बढ्दो क्रममा भनी थाहा पाइराखेको थियो। त्यही भएर नानीलाई चाहिँ लिएर आइन फाइनली हामी विक्रम बाबा आइपुग्यौँ। दिदी भिनाजुहरूको भाकल भएको हुना कारणले परिवार किन्नुभयो। त्यसपछि हामी लाग्यौँ। यत्रो लामो बाटो कसरी जाने होला भन्दै एकदम गाह्रो भइरहेको थियो। अनि गफ गर्दै हामी चाहिँ लागिराखेका थियौँ। अनि त्यसपछिबाट पहिला त एकदम लङ बाटो लाग्थ्यो कि आज त धेरैजना रमाइलो भएर होला थोरै बाटो जस्तो लागिरहेको थियो। अनि एकदम धुलो बढिरहेको थियो। अनि मान्छे त खासै त्यस्तो भने सोचे जस्तो भिड चाहिँ थिएन। धुलो चाहिँ एकदम बढी थियो। धुलोले त आमा यस्तो गाह्रो भएको थियो धुलोले। अनि त्यही माथि अलिअलि सन्चो पनि थिएन। अनि विक्रम बाबा मन्दिर फाइनल्ली पुग्न आँट्यो। त्यसपछि हामीले पूजा गर्नेतर्फ सुरु गऱ्यौँ। एउटा बुटो खोज्दा सब प्याक भइसकेको थियो। अनि त्यही पनि पूजा गरेको एक ठाउँमा खाली जस्तो देखियो। मम्मीले त्यहाँ गोबरले लिप्दै हुनुहुन्छ। यसरी गोबरले लिप्न थाल्नुभयो। हाम्रो पूजा चाहिँ स्टार्टिङ हुँदैछ। अनि मम्मीले सुरुवात गर्दै हुनुहुन्छ। यसरी सालको पात भिनाजु चाहिँ कहाँ खोज्न जानुभयो। त्यहाँ वरिपरि यसपालि त बेदना नि राखेको रहन्छ। पहिला त राख्ने थियो। अनि यसरी सालको पात खोजेर ल्याउनु भयो। 7वटा पात राखेर अनि जनै सुपारी चामल यसरी 7वटा राखेर पूजा गर्नुपर्ने रहेछ। यसको मुख्य हुने भन्ने सालको बुटको मुनि पूजा गर्ने भन्ने मान्यता रहेको रहेछ। तर खासै ठुलो मन्दिर यान त्यान भन्ने छैन। यसमा सालको बुटो मुनि पूजा गर्ने हो। यसरी 7वटा पात राखेर यसरी 7 ठाउँमा पूजा गरेपछि यहाँ बच्चा नहुने मनोकामना अड्केको केही काम बाधा आइरहेको छ भने मनोकामना पुरा हुनेछ भन्ने मान्यता रहेको छ। धेरै ठुलो मान्ने विक्रम बाबा मेला एकदम ठुलो भन्ने सुनेका थियौँ। फाइनल्ली हामी पनि आएर आउन त पहिले पनि आएको थियौँ। यसपालि चाहिँ धेरैजना आउँदा एकदम रमाइलो भयो। अनि रमाइलो गर्दै जङ्गलको बाटो जान्थे। एउटा दुईवटा फोटोसुट गऱ्यौँ। त्यसपछि हामी लाग्यौँ। किनभने हामी आउँदाखेरि नै एकदम लेट भइसकेको थियो। 9 बजे त घरबाट हिँडेको थियो। हामी फर्किँदा 1 बजिसकेको थियो। अनि त्यही भएर हामी चाहिँ गफ गर्दै लाग्यौँ। आउँदै थियो। खोलामा त यत्रो ठुलो गोही निस्किँदै रहेछ। हेर्नु न कस्तो आमामा कस्तो डर लागेको। यत्रो कति ठुलो थियो कि फेरि। अनि यत्रो ठुल्ठुलो माछाहरू पनि देख्यो। एकछिन त्यता हेर्नतर्फ लागिहाल्यो। अनि त्यसपछि यसो भिडियो त्यसपछि फेरि गन्तव्यतिर लाग्यो। भिनाजु चाहिँ अगाडि गइसक्नु भएको थियो। किनकि भिनाजु एक बज्न लागिसकिरहेको थियो। भोक लागिरहेको थियो। अनि त्यसपछि गफ गर्दै गयो। एकदम भिड बढ्दै थियो। एकदम हेर्नु न कति। त्यसपछि खाजा खाने भनेर एकदम जुस खायौँ। त्यसपछि त खाजा खाने ठाउँ कहीँ राम्रो भेटिएन। त्यसपछि हामी गाडी चढेर गयौँ 24 कोटी गएर अनि खाजा खायौँ। त्यसपछिबाट खाजा खाँदैछौँ। भिनाजु चाहिँ उतै गीतानगरै झर्नुभयो। हामी चाहिँ लाग्यौँ आफ्नो गन्तव्यतिर। हेर्नु न भरतपुरी पनि कस्तो राम्रो बनाएको छ अहिले त। पहिला त यस्तो धुलो हुन्थ्यो कति नराम्रो बाटो थियो। अहिले त यस्तो राम्रो भएको छ कि पोखराको जस्तै बाटो भइरहेछ। बाई बाई गाइज। मेरो छोटो मिनी ब्लगलाई हजुरको माया साथ सपोर्ट दिनुहुन्छ भन्ने ठुलो आशा राखेको छु। फेरि पनि यस्तै मिनी ब्लग लिएर आउने छु। थ्याङ्क यू। बाई बाई गाइज। थ्याङ्क यू फर वाचिङ। बाई बाई।